श्री अन्त ब्लग प्रस्तुत गर्दछ। श्री अन्त ब्लग प्रस्तुत गर्दछ तपाईहरुमाझ हामी दुई नवजोडी। हामी दुई नवजोडी टुवेट नपाएर बाहिर सुरु गरेको पनि भएन होला नि। झन्न चिया बगानतिर तर लास्टमा घरको पछाडि पब्लिक टोयलेट भेटाइयो भनेर भन्दै जानुपर्ने हैन। सुरुमा चाहिँ घरकै पछाडि गरेको हग्नु पुरा त्यो किरासँग घोडा चाहिरहेछ। भोलि घोडा सयर पनि गर्ने हामी। एकदमै राम्रो रहेछ। श्री अन्तु भन्छ। यहाँ नयाँ कन्स्ट्रक्सन पनि बन्दै रहेछ। माथि होमस्टेहरू पुरा बन्दै रहेछ है माथितिर नयाँ कन्स्ट्रक्सन। एन्ड देन हाम्रो टार्गेट चाहिँ ऊ परको होमस्टेमा है। यो जोडीले आज त्यसमा बास बस्छ। होइन यो कलम श्री अन्तु ब्लग युट्युब च्यानलमा तिम्रो च्यानलमा लाउने कि हामी दुईटाको च्यानलमा हामी दुईटाको च्यानलमा श्री अन्तु ब्लग आउँदैछ। यहाँ तल यस्तो बोटिङ पनि हुन्छ। पूर्वको एउटा पर्यटकीय स्थल भनेर चिनिने श्री अन्तुमा हामी आज दिदीको चिया पसल भन्ने पसल रहेछ। कफी चाहिँ खान मन लागिरहेछ अरूभन्दा पनि। ऱ्यान्डमली ब्लग अपलोड हुन्छ। हाम्रो कटिङ सटिङ भिडियो एडिटिङ म्याचिङ फिक्सिङ हुँदैन। यो देखेर त सब्सक्राइब पनि बढ्ने ठुलो अपेक्षा छ। कति 10 हुन्छ होला? मेबी 10K। तिम्रो यो लायो भने 10 चाहिँ हुन्छ कि त्यो? मेबी 10K। एकदम बब्बाल छ है। प्राकृतिक रूपमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण एकदमै राम्रो छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण श्री अन्तु। फिकलदेखि मात्र कति 1 घन्टा? फिकलदेखि मात्र सानो गाडी आउँदो रहेछ। 45 मिनट जति लाग्ने। टक्क त्यहाँबाट 200 कति हो 200 रुपियाँ भाडा लिँदो रहेछ। मात्र प्रति गोटा 200 रुपियाँ भाडामा फिक्कलदेखि श्री अन्तु आउन सकिन्छ। अब यो पाना दिदै कति छैन भने गेट ब्याक। ल गाइस हामी चाहिँ आज यस माथिको होमस्टे कटेजमा जान गइरहेछौँ। यहाँ बस्नलाई, खानलाई, पिउनलाई, रमाउनलाई। हेर न यस्तो छ है हाम्रो टार्गेट मिसन श्री अन्तु ब्लग। ल यस्तो छ।
किन राख्नु। कता हो नि सोध्नुपर्छ कता हो सोध न। स्टे गर्नलाई मिल्छ पाउँछ हजुर कति छ दाम काम सबै सोधेर मिलाएर यसो परदेखि यसो भ्युज हेर्दाखेरि यो चाहिँ अलिक राम्रो बसुङ लाइकको थियो। जाउँ हेरौँ। तपाईँहरू पनि मेरो च्यानल हेरेर मेरो अथोरिटीमा आउनु भने डिस्काउन्ट हुन्छ है अवश्य म कुरा गरिरहेको छु। टक्कसँगले यो कस्तो छ पुग्दैछ म बत्ती बालो न एकपल्ट। गुड दामी रहेछ। 2000 यो तलको हजुर उयो 2500 हो त्यो 25 है सिङ्गल सिङ्गल यिनीहरू 4000 थियो यो त्यो बसिसक्नु भएको छ 2000 हो यो 4000 दुई तल कस्तो भ्युजहरू अलिक हेर्ने मजाको यतातिर यसलाई कति भन्नुभयो 2000 यो तलको लागिसकेको हो ए सिङ्गल रुम भन्नुभयो नि यो चाहिँ लागिसकेको सिङ्गल रुम भने एकजना मात्रै मिल्ने होइन 3 जना 4 जना जति सिङ्गल बेड छ